नमस्कार। आज हामी कुरा गर्नेछौँ इमोसनल इन्टेलिजेन्सको बारेमा। इमोसनल इन्टेलिजेन्सलाई हामीले भावनात्मक बुद्धिमत्ता वा भावनात्मक चेत भनेर भन्दछौँ। यसको सिरिज अन्तर्गत हामीले इमोसनल इन्टेलिजेन्सको च्याप्टर वाइज हेर्नेछौँ। सुरुवात गरौँ इमोसनल इन्टेलिजेन्सको परिचयबाट। इमोसनल इन्टेलिजेन्सलाई भावनात्मक बुद्धि अर्थात् भावनात्मक चेत भनेर बुझ्नुपर्छ। आफ्नो र अरूका भावनाहरूलाई सही रूपमा बुझ्ने, मूल्याङ्कन गर्ने र तिनलाई रचनात्मक रूपमा व्यवस्थापन गर्ने क्षमतालाई नै इमोसनल इन्टेलिजेन्स भनिन्छ। हाम्रो पहिलो च्याप्टरमा इमोसनल इन्टेलिजेन्सको परिचयबाट सुरु हुनेछ। दोस्रो च्याप्टरमा आत्मचेतना अर्थात् सेल्फ अवेरनेस, तेस्रो च्याप्टरमा आत्मनियन्त्रण अर्थात् सेल्फ रेगुलेसन, चौथो च्याप्टरमा आत्मप्रेरणा अर्थात् सेल्फ मोटिभेसन, पाँचौँ च्याप्टरमा सहानुभूति अर्थात् इम्प्याथी, छैटौँ च्याप्टरमा सामाजिक सिप अर्थात् सोसियल स्किल्स, सातौँ च्याप्टरमा इमोसनल इन्टेलिजेन्स र नेतृत्व लिडरसिप, आठौँ च्याप्टरमा इमोसनल इन्टेलिजेन्सको विकास, नवौँ च्याप्टरमा कार्यस्थल र शिक्षामा इमोसनल इन्टेलिजेन्स र दसौँ च्याप्टरमा प्र्याक्टिकल एक्टिभिटिज प्रयोगात्मक क्रियाकलाप। हाम्रो पहिलो च्याप्टरमै इमोसनल इन्टेलिजेन्सको परिचय माथि उल्लेखित गरिसकेका छौँ। यसलाई सरल भाषामा हामी कतिको कडा परिश्रम गर्छौँ वा हाम्रो बौद्धिक क्षमता आइक्यू कति छ भन्ने कुरामा मात्र निर्भर गर्दैन। हामी आफ्ना भावनाहरू र अरूसँगको सम्बन्धलाई कसरी सम्हाल्छौँ, कसरी नेतृत्व गर्छौँ भन्ने कुरा नै इमोसनल कोसेन्ट अर्थात् इमोसनल इन्टेलिजेन्स हो। अमेरिकी मनोवैज्ञानिक डेनियल गोलम्यानका अनुसार इमोसनल इन्टेलिजेन्सका 5वटा मुख्य तत्त्वहरू रहेका छन्। आत्मचेतना सेल्फ अवेरनेस, आत्मनियन्त्रण सेल्फ रेगुलेसन, आन्तरिक प्रेरणा मोटिभेसन, इम्प्याथी सहानुभूति र सामाजिक सिप सोसियल स्किलहरू हुन्। पहिलो पोइन्टमा हेरौँ, आत्मचेतना सेल्फ अवेरनेस। सेल्फ अवेरनेस भन्नाले आफ्ना भावनाहरू, शक्ति, कमजोरी र यसले अरूमा पार्ने प्रभावलाई बुझिन्छ। आत्मनियन्त्रण सेल्फ रेगुलेसन, आवेग वा नकारात्मक भावनाहरूलाई नियन्त्रण वा सही दिशामा कसरी मोड्ने, सही दिशामा राइट डिरेक्सनमा कसरी लाने भनेर बुझिन्छ। आन्तरिक प्रेरणा मोटिभेसन, सजिलो भाषामा मोटिभेसन भनेको पैसा वा पदभन्दा माथि उठेर कामप्रतिको उत्तरदायित्व, लगाव र लक्ष्य प्राप्तिको भोगलाई एक किसिमको मानवको उत्प्रेरणा अर्थात् मोटिभेसनको रूपमा बुझ्न सकिन्छ। सहानुभूति, अरूको भावना र दृष्टिकोणलाई आफ्नै ठाउँमा राख्ने, महसुस अर्थात् फिल गर्नु नै सहानुभूति अर्थात् इम्प्याथी हो। र अरूको मानव जीवनको लागि चाहिने चिज भनेको सामाजिक स्किल्स सोसियल स्किल्स हो। हामी एक अर्कासँग राम्रो सम्बन्ध बनाउनु, सञ्चार आदान प्रदान गर्नु, सहकार्य गर्नु नै सोसियल स्किल्स हो। यदि हामीले कुनै ठाउँमा काम गरिरहेका छौँ वा कुनै अफिसमा काम गरिरहेका छौँ, हाम्रो कामको आलोचना कसैले गर्यो भने रिसको झोकमा तुरुन्तै प्रतिवाद गर्नुको साटो शान्त भएर उसले किन त्यसो भन्यो होला भनी सोच्नु र रचनात्मक प्रतिक्रिया दिनु नै उच्च इमोसनल इन्टेलिजेन्सको उदाहरण हो। व्यावसायिक सफलता, नेतृत्व क्षमता, व्यक्तिगत जीवनमा सुख शान्ति कायम राख्न आजकलको समयमा आइक्यू अर्थात् इन्टेलिजेन्स कोसेन्टलाई भन्दा इक्यू अर्थात् इमोसनल कोसेन्टलाई बढी महत्त्वपूर्ण मानिन्छ। इमोसनल इन्टेलिजेन्स भन्नु र इमोसनल कोसेन्ट भन्नु एउटै हो, जसलाई हामीले भावनात्मक बुद्धि अर्थात् भावनात्मक चेत भनेर बुझ्छौँ। इमोसनल इन्टेलिजेन्सलाई हाम्रो दैनिक जीवनमा कसरी सुधार गर्न सकिन्छ त त्यसको बारेमा पनि छलफल गरौँ। सर्वप्रथम इमोसन्स वा भावनाहरूको पहिचान गर्नुपर्छ। कतिपय समयमा हामी बिना कारण तनाव वा रिस महसुस गरिरहेका हुन्छौँ। त्यस्तो बेला मलाई अहिले किन रिस उठिरहेको छ वा यो रिस कहाँबाट आयो भनी आफ्ना फिलिङहरूलाई चिन्नुपर्छ, इमोसनको पहिचान गर्न सक्नुपर्छ। यसलाई नै नियन्त्रण गर्ने पहिलो पाइला हो। हामी अर्को तरिकाबाट पनि सुधार गर्न सकिन्छ। प्रतिक्रिया दिनु अघि रोकिनु, पज बस्नु। कसैले चित्त नबुझ्ने कुरा भन्यो वा सामाजिक सञ्जालमा कसैले लेख्यो, चित्त नबुझ्ने कुरा पोस्ट देखियो भने तुरुन्त प्रतिक्रिया जनाउनु हुँदैन अर्थात् रियाक्ट नगर्ने। लगभग 3 सेकेन्ड अथवा 5 सेकेन्ड जति पज लिने, रोकिने, त्यसपछि मात्र विवेकपूर्ण तरिकाले रेस्पोन्ड गर्ने बानी गर्नुपर्छ। अर्को तरिकामा सक्रिय ध्यानपूर्ण रूपमा सुन्ने प्रयास गर्ने, जसलाई हामीले एक्टिभ लिसनिङ भनेर भन्दछौँ। अरूसँग कुरा गर्दा आफ्नो पालो कहिले आउँछ र के जवाफ दिउँ भनेर सोच्नुको साटो आफूभन्दा अगाडिको मान्छेले वास्तविक रूपमा के भन्न खोजिरहेको छ
र उसको भावना के छ होला भनेर ध्यान दिएर सुन्ने प्रयास गर्नुपर्छ। रचनात्मक आलोचनालाई स्वीकार गर। कार्यस्थल वा बाहिर आफ्नो कामको आलोचना वा फिडब्याक आउँदा त्यसलाई व्यक्तिगत प्रहारको रूपमा नलिने र यसलाई आफ्नो कार्यक्षमता सुधार गर्ने अवसरको रूपमा हेर्ने। फिडब्याक दिने व्यक्तिलाई धन्यवाद दिने। यदि कुनै सहकर्मी साथीले काम सकाउन सकेन वा उसको प्रदर्शन कमजोर देखियो भने सिधै गाली नगर्ने। त्यसको सट्टामा केही समस्या छ कि म केही मद्दत गर्न सक्छु कि भनेर सोध्ने बानीको विकास गर्नुपर्छ। यसले गर्दा काममा विश्वासको वातावरण सिर्जना गर्दछ। तनाव व्यवस्थापन, स्ट्रेस म्यानेजमेन्ट। कामको चाप बढी हुँदा हतारिने वा सहकर्मीहरूमाथि झर्किने रिसाउने गर्नु हुँदैन। तनाव बढेको बेला केही मिनट कामबाट ब्रेक लिने, हिडुल गर्ने वा पानी पिउने गर्नाले दिमाग शान्त रहन्छ र निर्णयहरू गलत हुन सक्दैनन्। इमोसनल इन्टेलिजेन्स किन महत्त्वपूर्ण छ त? हाम्रो दैनिक जीवनमा इमोसनल इन्टेलिजेन्सको महत्त्वपूर्ण पक्षहरू के छन् त? महत्त्वपूर्ण पार्ट के हुन सक्छ? यसले के सहयोग पुर्याउँछ? राम्रो सम्बन्ध र मजबुत सम्बन्ध निर्माण गर्न मद्दत गर्दछ। अर्को, नेतृत्व क्षमता विकास गर्न सहयोग गर्दछ। तनाव र दबाव व्यवस्थापन गर्न सहयोग गर्दछ। निर्णय लिन सहयोग पुर्याउँछ। व्यक्तिगत र व्यावसायिक सफलतामा योगदान पुर्याउँछ। इमोसनल इन्टेलिजेन्स बढाउने प्रक्रिया एकै दिनमा हुँदैन। यो एक लामो यात्रा हो। दैनिक रूपमा हाम्रो आफ्नो व्यवहारहरूको मूल्याङ्कन सेल्फ रिफ्लेक्सन गर्नाले यसमा बिस्तारै निखार आउने गर्दछ। आजलाई यति नै। अब हामी अर्को च्याप्टरमा आत्मचेतना सेल्फ अवेरनेसको बारेमा छलफल गर्नेछौँ। धन्यवाद। नमस्कार।